फिल्ममा जुन नेताको भान्जा र फिल्मको मुख्य गुन्डाको अथवा भिलेन पनि भन्न मिल्छ। कथाको भिलेनको पात्रमा देखिएका छन्, नेताको भान्जाको रोलमा छन् उनी। उनको पर्फर्मेन्स अति बवाल छ। फिल्ममा चाहिँ एउटा स्तरीय लेभलको उनले चाहिँ आफ्नो काम निभाएका छन्। उनलाई हेर्दा साँच्चीकै, उनलाई दर्शकले हेर्दाखेरि चाहिँ साँच्चीकै रिस उठ्ने खालको काम चाहिँ एउटा भिलेनमा हुनुपर्ने गुण छ, त्यो चाहिँ अवश्य पनि उनले निभाएका छन्, यसमा कुनै डाउटै छैन। र यो सँगसँगै फिल्ममा सुशील श्रेष्ठलाई खोज्न प्रहरी लागेको छ। प्रहरीको भूमिकामा रहेका एकजना पात्र जुन प्रहरीको भूमिकामा रहेका छन्, उनको पार्ट भने अति बवाल छ। एउटा करप्ट पुलिसको भूमिका पनि उनी छन् र एउटा नेताको चाकरी र यथार्थ अलिक कस्तो घटना घट्छ यो प्रहरीभित्र भन्ने कुरा चित्रण पनि उनले गरेको छ। सबै त्यस्तो नहोला, तर फिल्ममा चाहिँ त्यो क्यारेक्टर चाहिँ उनले बवाल निभाएका छन्, यसमा शङ्कै छैन। फिल्म उनीहरूले चाहिँ मजाले धानेर राखेका छन्।